निस्किनु एकदम साह्रो पर्ला जस्तो भइसकेको थियो। तर काकाहरू आएर मलाई धेरै कुरा राम्रो सुनाउनु भयो र बबी काकाले पनि धेरै कुरा मलाई भन्नुभयो। त्यही कारणले गर्दाखेरि मैले अहिले त्यो सब बाटो छोडेर र प्रभुको आशिषले गर्दा पनि म अहिले धेरै प्रभुको ध्यानमा हिँड्दैछु र यसो सेवाकाइसतिर पनि म पुरा उयो गर्दैछु अहिले। र काकाहरू आउनु भएर मैले त्यो बाटो छोडिदियो र अहिले मैले त्यो अर्कै राम्रो बाटो चुनेको छु र त्यसको लागि म काकालाई पनि धेरै धन्यवाद दिन चाहन्छु। र काकाहरूले गर्दा अस्ति बिचमा मैले पास्टर बाउ दार्जिलिङ सोचेको पनि थिइनँ उहाँहरूको छेउमा र गाना भजन लिएर आउँछु भनेर। र आज त्यस्तै गरेर तपाईँहरूको छेउमा पनि हेर्नु प्रभुको आशिषले गर्दा सबै कुरो यसरी मिलाइदिनु भयो। र त्यही जिन्दगीको बारेमा र मैले कुन चाहिँ जीवनमा लिएर गएको थियो र मैले कुन चाहिँ जिन्दगी रिटर्न गरेको छु त्यसकै बारेमा अलिकति भजन मैले यो गरेको छु र तपाईँहरू अलिक सुनिदिनुहोस्। चाहिँ तपाईँको यस्तो प्रकारको छ।